नमस्कार प्रिय दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्णमा मेरो न्यानो अभिवादन। अनि आज हामी चाहिँ परमेश्वरको जीवित वचनलाई हेर्न गइरहेका छौँ, जुन वचनको शीर्षक रहेको छ सहनशीलताको शक्ति। है, साँच्चै नै परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरू चाहिँ सहनशील हुन चाहिँ आवश्यकता छ। अनि कतिपय समयमा चाहिँ हाम्रो जीवनमा त्यस्तो समय आउँछ जुन समय चाहिँ हामी चाहिँ धेरै प्रार्थनाहरू गर्छौँ, है, परमेश्वरसँग केही कुराहरू मागिरहेको हुन्छौँ, तर हाम्रो उत्तर चाहिँ ढिलो आउँछ। त्यो समयमा हामी चाहिँ आत्तिन्छौँ, है। अनि त्यही समयमा हामी चाहिँ मेहनतहरू गर्छौँ, हाम्रो कडा मेहनतहरू गर्छौँ, तर मेहनत गर्दै गर्दा पनि हाम्रो परिणामहरू चाहिँ हामीले चाहिँ देख्दैनौँ, है। अनि हाम्रो विश्वासमा चाहिँ त्यो समय चाहिँ हलचल, है, हामी चाहिँ डगमगिन्छौँ, है। जब जुन समुद्रमा छाल आउँछ र त्यो डुङ्गा चाहिँ डगमगिन्छ, त्यसरी नै हामी चाहिँ त्यो समय चाहिँ डगमगिरहेका हुन्छौँ, है। तर परमेश्वरले तपाईँ र मलाई चाहिँ नम्र आवाजमा भन्नुहुन्छ, पर्ख, है, यु जस्ट वेट भनेर परमेश्वरले भन्नुहुन्छ, किनकि उहाँले चाहिँ हामीले चाहिँ असल कुराहरू गर्नुहुन्छ। हुन्छ, आउनुहोस् हामी बाइबलको खण्डबाट हेर्नेछौँ। यसाया 40 को हामी 31मा यहाँ हेऱ्यौँ भने यहाँ यसरी हामी पाउँछौँ, तर परमेश्वरको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरुड झैँ माथि माथि उड्नेछन्, तर दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्नेछन् तापनि मुर्छा पर्ने छैनन्। आमेन। है, परमेश्वरको जीवित वचनमा हामी यसायाको पुस्तकमा यहाँ पाउन सक्छौँ, है। परमेश्वरमा आशा गर्नेहरूको बल चाहिँ फेरि नयाँ हुनेछ, उनीहरू चाहिँ दगुर्नेछन् तर थाक्ने छैनन् भनेर परमेश्वरले भन्नुभएको छ। अनि साँच्चै नै हाम्रो जीवनमा आएको हामीले गरेको प्रार्थनाको उत्तर नआउँदा परमेश्वरसँग हामी निराश हुने होइन, तर उहाँले हामीलाई नयाँ बल, नयाँ आशा, नयाँ शक्ति हाम्रो जीवनमा परमेश्वरले चाहिँ दिनुहुन्छ, है। अनि हामी चाहिँ याकुब 1:4 पनि हेर्ने हो भने परमेश्वरले त्यही भन्नुभयो, है, सहनशीलतालाई पुरा काम गर्न देऊ, सहनशीलतामा पुरा काम गर्न देऊ, ताकि तिमीहरू पूर्ण र सिद्ध बनौ भनेर चाहिँ परमेश्वरले भन्नुभयो। र यसै गरी रोमी 5:3 र 4 पनि यही भन्नुभयो, कष्टले सहनशीलता जन्माउँछ, है, सहनशीलताले चरित्र र चरित्रले आशा भनेको छ, है। हाम्रो कष्टले चाहिँ सहनशीलता चाहिँ जन्माउँछ। आज सहनशीलताले चरित्र जन्माउँछ र चरित्रले चाहिँ के जन्माउँछ त? आशा। हाम्रो जीवनमा चाहिँ आशा जन्माउँछ, है। यदि हामी दुःख, पीडा, हामी निराशमा छौँ भने चाहिँ हार नमान्नुहोस्, है। तपाईँको सहनशीलता व्यर्थ जाने छैन, तपाईँको मेहनत व्यर्थ जाने छैन, किनकि परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, है। उहाँले तपाईँको प्रार्थना सुन्नुभएको होइन, तर तपाईँलाई चाहिँ वेट, पर्ख भनेर चाहिँ परमेश्वरले भन्दै हुनुहुन्छ, है। त्यसै कारणले गर्दा आज नआत्तिनुहोस्, तपाईँको हृदयलाई सहनशीलता ल्याउनुहोस्, किनकि सहनशीलताले चाहिँ आशा जन्माउँदछ। आउनुहोस् हामी छोटो रूपमा हामी प्रार्थना गर्नेछौँ। हे परमेश्वर, मलाई सहनशीलता दिनुहोस्, मलाई आशिष दिनुहोस्, अझै तपाईँमा पर्खने छोरा तपाईँले बनाउनु भएको होस्। प्रभु, तपाईँको सन्तान तपाईँमा पर्खने छोराछोरी तपाईँले बनाउनु भएको होस्, अनि हाम्रो जीवनमा तपाईँले काम गर्नुभएको होस्। हामीलाई नयाँ आशा र नयाँ बल आजको दिनबाट तपाईँले दिनुभएको होस्, यस प्रभुको नाममा, आमेन। आउनुहोस्, परमेश्वरले तपाईँको जीवनमा अझै आशिष दिनुभएको होस् र अन्तिममा चाहिँ सहनशील रहनुहोस्, है। परमेश्वरमा भरोसा राख्नुहोस् र विजय चाहिँ अवश्य आउनेछ भनेर चाहिँ भन्न चाहे। हुन्छ, परमेश्वरले तपाईँलाई अझै आशिष दिनुभएको होस्, अझै तपाईँको जीवनमा उन्नति, प्रगति उहाँले गर्नुभएको होस् र उहाँमा भरोसा, विश्वास चाहिँ सदैव तपाईँमा चाहिँ रहिरहेको होस्। परमेश्वरको महिमा भएको होस्, हामी सबैमा परमेश्वरको आशिष खनिएको होस्। हुन्छ, जय मसीह।